कसरी मिलाउने भन्दाखेरि चाहिँ शाखा दावा भन्दाखेरि किन बुद्ध जयन्ती भन्दाखेरि चाहिँ बुद्धले बुद्धत्व प्राप्ति गरेको दिन हो भनेर चाहिँ त्यसरी मान्दैन नि त। बुद्ध भगवान जन्मिने दिन हो भनेर चाहिँ खासमा चाहिँ मान्दैछ नि त। तर शाखा दावा भन्दाखेरि चाहिँ फेरि यो शाखा दावामा चाहिँ फेरि बुद्ध परिनिर्वाण हुने दिन चाहिँ फेरि बाहिर देशमा त्यति साह्रो मानेको जस्तो मैले देख्दिनँ पनि। अनि यो हामीले यस्तो हेर्दाखेरि पनि बुद्ध जयन्ती भन्दाखेरि चाहिँ बुद्ध जन्मिने दिन चाहिँ उहाँहरूले चाहिँ एकदम विशेष गरेर मान्नु भएको त्यो मान्नु पनि पर्छ। किन भन्दाखेरि बुद्धिस्ट अब के भन्छ हामीले एउटा धर्मावलम्बी अब बुद्धिस्ट धर्मावलम्बी भएपछि हामीले त्यो हिसाबले हामीले उसलाई हामीले रेस्पेक्ट दिने अथवा हामीले उसको नाममा उसको एकदम जन्मिने राम्रो दिनमा हामीले त्यसरी गर्नुपर्ने हुन्छ। तर शाखा दावामा चाहिँ के भन्छ तपाईँको जन्मिएको दिन पनि शाखा दावामै भएको हो भनेर मान्यता गर्दछ है। यसमा कुनै पनि भुल छैन। किन भन्दाखेरि शाखा दावा चाहिँ जन्मिने अब यो म पनि तपाईँलाई प्रश्न गर्छु है कसरी चाहिँ अब यसमा चाहिँ भुल हुँदैन है। अब यहाँ मानिने तरिका फेरि दुईवटा भित्र जान्छ है। अहिले म बिस्तारै तपाईँलाई म यो भिडियो चाहिँ स्किप चाहिँ गर्न मिल्दैन तपाईँले। किनभने स्किप गर्नुभयो भने चाहिँ तपाईँले कतिवटा कुराहरू चाहिँ छाडी पठाउने हुनेछ र भिडियो चाहिँ नमस्कार। अनि आज चाहिँ के को विषय लिएर आएको छु भन्दाखेरि चाहिँ तपाईँहरूको शाखा दावा र बुद्ध जयन्तीमा धेरै मान्छेको जिज्ञासा छ। शाखा दावा र बुद्ध जयन्ती होइन, किन भन्दाखेरि शाखा दावा पनि बुद्ध जयन्ती नै हो, बुद्ध जयन्ती पनि शाखा दावा नै हो भन्ने पनि मान्छेहरूको एउटा सोचाइ छ होइन। वास्तवमा चाहिँ अब केही कुरामा हामीले अगाडि गएर सोच्दाखेरि चाहिँ खासमा चाहिँ शाखा दावा पनि बुद्ध जयन्ती नै हो, बुद्ध जयन्ती पनि शाखा दावा नै हो। तर यो दुईटा चाहिँ कसरी चाहिँ हामीले छुट्याउनु सक्छ भन्दाखेरि चाहिँ होइन, बुद्ध जयन्तीमा चाहिँ खासमा चाहिँ उसको जन्मदिन भएको कारणले गर्दाखेरि चाहिँ अब सबै ठाउँमा हामीले के भन्छ तपाईँको श्रीलङ्का, कम्बोडिया, थाइल्यान्ड, तपाईँको जापान अनि त्यहाँदेखिको कोरियादेखिको लिएर तपाईँको अन्य देशतिर जहाँ भए तापनि बुद्ध जयन्ती एउटै तारिकमा मान्छ। तर पनि फेरि बुद्ध जयन्ती मानिसकेर पनि तर हिमाली भोट क्षेत्रका मान्छेहरूले फेरि अलग्गै शाखा दावा चाहिँ अलग्गै मानिनु यो भित्रमा चाहिँ फेरि मानिने तरिका चाहिँ अलिकति गुण छ है। अनि अब यसमा भन्ने तरिकाहरू पनि छ। अब भन्ने तरिकामा पनि हेर्दाखेरि चाहिँ हामीले बुद्ध जयन्ती चाहिँ एउटा यसरी साधारण पाराले हामीले बुझेर यसो हेर्दाखेरि चाहिँ बुद्ध जयन्ती चाहिँ बुद्ध भगवान स्वयंले जन्म लिनुभएको के भन्छ जन्म लिनुभएको त्यो दिन भनेर चाहिँ हामीले त्यसरी चाहिँ प्रत्यक्ष रूपमा हामीले त्यसरी सोच्नु सक्छौँ है। तर शाखा दावा भनिसकेपछि चाहिँ फेरि हिमाली भोट क्षेत्रका मान्छेहरूको मान्यता चाहिँ फेरि अलिकति भिन्न छ, फरक छ। यसमा चाहिँ के फरक छ भन्दाखेरि चाहिँ शाखा दावामा चाहिँ फेरि चारवटा लीला चारवटा तपाईँको भएको लीला चाहिँ यो एउटा शाखा दावामा छ भने नै मान्यता छ। अब हेर्नुहोस् है, किन भन्दाखेरि अब यो कसरी मिलाउने भन्दाखेरि चाहिँ शाखा दावा भन्दाखेरि किन बुद्ध जयन्ती भन्दाखेरि चाहिँ बुद्धले बुद्धत्व प्राप्ति गरेको दिन हो भनेर चाहिँ त्यसरी मान्दैन नि त। बुद्ध भगवान जन्मिने दिन हो भनेर चाहिँ खासमा चाहिँ मान्दैछ नि त। तर शाखा दावा भन्दाखेरि चाहिँ फेरि यो शाखा दावामा चाहिँ फेरि बुद्ध परिनिर्वाण हुने दिन चाहिँ फेरि बाहिर देशमा त्यति साह्रो मानेको जस्तो मैले देख्दिनँ पनि। अनि यो हामीले यस्तो हेर्दाखेरि पनि बुद्ध जयन्ती भन्दाखेरि चाहिँ बुद्ध जन्मिने दिन चाहिँ उहाँहरूले चाहिँ एकदम विशेष गरेर मान्नु भएको त्यो मान्नु पनि पर्छ। किन भन्दाखेरि बुद्धिस्ट अब के भन्छ हामीले एउटा धर्मावलम्बी अब बुद्धिस्ट धर्मावलम्बी भएपछि हामीले त्यो हिसाबले हामीले उसलाई हामीले रेस्पेक्ट दिने अथवा हामीले उसको नाममा उसको एकदम जन्मिने राम्रो दिनमा हामीले त्यसरी गर्नुपर्ने हुन्छ। तर शाखा दावामा चाहिँ के भन्छ तपाईँको जन्मिएको दिन पनि शाखा दावामै भएको हो भनेर मान्यता गर्दछ है। यसमा कुनै पनि भुल छैन। किन भन्दाखेरि शाखा दावा चाहिँ जन्मिने अब यो म पनि तपाईँलाई प्रश्न गर्छु है कसरी चाहिँ अब यसमा चाहिँ भुल हुँदैन है। अब यहाँ मानिने तरिका फेरि दुईवटा भित्र जान्छ है। अहिले म बिस्तारै तपाईँलाई म यो भिडियो चाहिँ स्किप चाहिँ गर्न मिल्दैन तपाईँले। किनभने स्किप गर्नुभयो भने चाहिँ तपाईँले कतिवटा कुराहरू चाहिँ छाडी पठाउने हुनेछ र भिडियो चाहिँ अन्तसम्म हेर्नु चाहिँ एकदमै तपाईँलाई मूल कुरा चाहिँ तपाईँले बुझ्न चाहनुहुन्छ भने चाहिँ मेन चाहिँ अन्तमै हुन्छ नि त सबै कुरोहरू। तर पनि मैले बिचमै सबै कुरोहरू तपाईँलाई जति सक्दो चाहिँ मैले बताउने कोसिस गरिरहेको छु। त शाखा दावामा चाहिँ चारवटा लीला है। शाखा दावामा चाहिँ चारवटा लीला चाहिँ के हो भन्दाखेरि चाहिँ फर्स्टमा चाहिँ बुद्ध जन्मिएको दिन चाहिँ एउटा भइसक्यो है। अनि बुद्ध भगवान चाहिँ रक्तजुङ भन्छ अब उसले भिक्षु धारण गर्नुभएको दिन फेरि घरबाट भागेको दिन पनि त्यही दिन नै हो भनेर भन्दैछ है। अनि एउटा चाहिँ त्यही पूर्णिमामै हामीले भगवान बुद्धले के भन्छ बुद्धत्व प्राप्ति गर्नुभएको भनेर पनि माने होइन। यो कुरा चाहिँ अब यसरी चाहिँ हामीले प्रुभ गर्न सकिन्छ। र यही दिनमा नै यही महिनाको तारिक यही महिना यस्तै महिनामा नै शाखा दावाको टाइममा नै उहाँ यो संसारबाट चाहिँ संसारको दुःखबाट चाहिँ महापरिनिर्वाण हुनुभएको भनेर यसरी चारवटा मान्यता छ है।
अब भगवान बुद्ध जन्मिएको दिन, भगवान बुद्ध घरबाट निस्केर भिक्षु धारण गर्नुभएको दिन, भगवान बुद्धले के भन्छ बुद्धत्व प्राप्ति गर्नुभएको दिन र भगवान बुद्धले महापरिनिर्वाण गर्नुभएको दिन चाहिँ यो चारवटा लीला चाहिँ अब एकै साथमा के भन्छ शाखा दावामा चाहिँ यो महिनामा चाहिँ शाखा दावामा चाहिँ हो भन्ने खालको चाहिँ कुरा गर्छ। अब कतिजना मान्छेले चाहिँ फेरि के चाहिँ अब सोचाइ छ भन्दाखेरि पनि फेरि शाखा दावा चाहिँ 15सम्म मात्रै मान्नुपर्ने हो कि शाखा दावा चाहिँ फेरि 30सम्मै मान्नुपर्ने हो भन्दाखेरि होइन। अब खासमा चाहिँ हामीले 1 देखिको 15सम्म चाहिँ एकदमै महत्त्व किन चाहिँ दिएको भन्दाखेरि चाहिँ उहाँले चाहिँ एकदम कठोर साधना तपस्या गरिसक्नु भएर चाहिँ पूर्णेको दिनमा चाहिँ उसले पूर्ण रूपले उसले बौद्धि प्राप्ति गरिसक्नु भएर चाहिँ बौद्धि प्राप्ति गरेकोले गर्दाखेरि चाहिँ त्यहाँदेखिको उता चाहिँ उसले चाहिँ धर्म प्रचार गरेको कारणले गर्दाखेरि चाहिँ त्यो उताको चाहिँ महिना चाहिँ 15 दिन चाहिँ त्यति साह्रो महत्त्व नदिएको जस्तै पनि हामीले, तर पनि सक्नु भएछ भने चाहिँ यो 1 महिना नै हामीले राम्रोसितले त्यसलाई नियम पालन गरेर हामीले पालन गर्नु सक्यो भने पनि एकदमै राम्रो हुन्छ है। अब यसमा चाहिँ आफ्नो सोचाइको हिसाबले गरेर चाहिँ कर्म गर्ने हो। त शाखा दावामा चाहिँ अब यो 4वटा लीला छ। बुद्ध जयन्ती चाहिँ बुद्ध जयन्ती पनि फेरि अब बुद्ध जन्मेको मात्रै दिन हो, फेरि अब यो 4वटा लीला यही छ भने पनि फेरि बुद्ध जन्मेको दिन पनि शाखा दावा रहेछ, बुद्ध जयन्ती पनि त शाखा दावा रहेछ। किन चाहिँ फरक मानेको त भन्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ फेरि एउटा सोच्नुपर्ने चाहिँ हाम्रो चाहिँ कुरा चाहिँ एकदम सोच्नुपर्ने चाहिँ हाम्रो एउटा के भन्छ सोच्नुपर्ने चाहिँ ठाउँ चाहिँ के आउँछ भन्दाखेरि चाहिँ अब बुद्ध चाहिँ जन्मिनु चाहिँ भएको चाहिँ यो तारिकमा भनेर चाहिँ होइन, बुद्ध चाहिँ जन्मिनु भएको यो तारिकमा हो भनेर चाहिँ, किनभने बुद्ध जन्मिनु भएको चाहिँ पूर्णेको दिनमा नै हो, घरबाट निस्किनु भएको पनि पूर्णेको दिनमा नै हो, बुद्धत्व प्राप्ति गर्नु भएको पनि पूर्णेको दिनमा नै हो, महापरिनिर्वाण हुनुभएको पनि पूर्णेको दिनमै हो नि त होइन। तर पनि बुद्ध जयन्ती र शाखा दावामा नै फेरि यो जन्म भएको दिन चाहिँ फरक चाहिँ किन मानिएको त होइन। बुद्ध जयन्ती चाहिँ किन भन्दाखेरि चाहिँ बुद्ध जयन्ती चाहिँ बाहिरतिर सबै इन्डियादेखिको लिएर तपाईँको कोरिया जापानदेखिको लिएर नेपाल तपाईँ जति भए तापनि है अब यो दिनमा चाहिँ बुद्ध जन्मिएको दिन चाहिँ उसको तारिकको हिसाबले गर्दाखेरि चाहिँ ऊ चाहिँ कहिले जन्मिनु भएको थियो त्यो हिसाबले मानिने मान्यता गर्छ है, त्यो हिसाबले मान्छ। अब बुद्ध जन्मिएको चाहिँ तारिक हिसाबले मान्छ। तर हिमाली बोर्ड क्षेत्रभित्रमा चाहिँ एउटा चाहिँ के छ भन्दाखेरि चाहिँ कोही बेला चाहिँ फेरि शाखा दावा चाहिँ बुद्ध पूर्णिमा सँगै पनि पर्छ। किन यसरी परेको भन्दाखेरि चाहिँ कोही बेला चाहिँ फेरि 1 महिना चाहिँ एकदमै पछाडि त्यसरी शाखा दावा चाहिँ ज्यादा जस्तो चाहिँ पछाडि जस्तो पर्ने हुन्छ। किन भन्दाखेरि चाहिँ शाखा दावा चाहिँ अब चाहिँ यो बुद्ध जन्मेको दिन चाहिँ खासमा चाहिँ यो सागा भनेको एउटा तारा हो, नक्षत्र भनेको जस्तै हो। एउटा सागा भनेको चाहिँ एउटा तारा भएको कारणले धावा भन्दाखेरि महिना है। अब यो तारा चाहिँ यो पृथ्वीसँग चाहिँ एकदमै यो एउटा नक्षत्र बनिएर चाहिँ त्यो तारा चाहिँ के भन्छ त्यो तारा चाहिँ तारामण्डल चाहिँ पृथ्वीको सामु आउँदाखेरि एउटा नक्षत्र बनिनेको कारणले गर्दाखेरि चाहिँ त्यो नक्षत्रको अनुसारले गरेर चाहिँ यो नक्षत्रमा चाहिँ भगवान बुद्धको यतिखेर चाहिँ यसरी चाहिँ जन्म भएको थियो भनेर चाहिँ त्यसरी चाहिँ नक्षत्रको हिसाबले चाहिँ एउटा के भन्छ तारिकको हिसाबले नभएर चाहिँ नक्षत्रको हिसाबले कोही बेला नक्षत्र चाहिँ अब त्यही लागि चाहिँ बुद्ध जयन्तीमा पनि पर्छ है। नक्षत्रको हिसाबले चाहिँ त्यही लागि चाहिँ कोही बेला चाहिँ त्यो नक्षत्र चाहिँ कहिले चाहिँ हुन्छ कहिले चाहिँ भेट्छ भन्दाखेरि चाहिँ त्यो नक्षत्रको हिसाबले चाहिँ हामीले मान्यता दिनु परेको कारणले हामीले चाहिँ मान्यता चाहिँ खासमा चाहिँ त्यहाँ दिएको चाहिँ मूल गुण रहस्य चाहिँ त्यहाँ छ, त्यसको चाहिँ मूल अर्थ चाहिँ त्यहाँ छ। त्यो नक्षत्र एउटा सागा भन्ने एउटा तारा चाहिँ के भन्छ आकाशमा अब यो झुल्किने एउटा समय हुन्छ। यो समय भएको टाइममा नै भगवान बुद्धको जन्म भएको र अनि यतिखेर अब घरबाट गृहस्थी त्यागेर उहाँले भिक्षु धारण गर्नुभएको अनि बुद्धत्व प्राप्ति गर्नुभएको अनि त्यहाँ चाहिँ महापरिनिर्वाण प्राप्ति गर्नुभएको भनेर चाहिँ अब त्यसरी चाहिँ मान्यता चाहिँ हिमाली बोर्ड क्षेत्रमा चाहिँ यसको चाहिँ मान्ने तरिका अलिकति फरक। त सबैभन्दा मेन अब हामीले भित्र गएर बुझ्दाखेरि चाहिँ बुद्ध जयन्ती र शाखा दावा चाहिँ बुद्ध जयन्ती चाहिँ बुद्ध जन्मेको दिन भएको चाहिँ कारणले गर्दाखेरि चाहिँ सबै देश विदेशभरिमा चाहिँ बुद्ध जन्मेको दिन भनेर चाहिँ एकदम महत्त्व दिएर चाहिँ त्यो दिन मानिने कारण चाहिँ एउटा भयो। शाखा दावामा चाहिँ फेरि यो 4टै लीला चाहिँ एउटै महिनामा परेको कारणले गर्दा यो महिना चाहिँ एकदमै विशेष
किन चाहिँ अब शाखा दावा चाहिँ भुमग्युर दावा भनेको मतलब चाहिँ अब तपाईँको केही पुण्यहरू गर्दाखेरि पनि एकदमै हजारमा परिणत भएर जाने है। भुमग्युर दावा भनेको भुम भनेको हजार, ग्युर भनेको परिणत है, भएर हुने है। भुमग्युर अनि महिना होइन, हजारमा परिणत हुने धर्महरू भए तापनि पाप गरे तापनि अब फेरि धर्म गर्दा मात्रै फेरि हजारमा परिणत हुन्छ, पाप गर्दा त केही पाप लाग्दैन भन्ने चाहिँ होइन फेरि। अब त्यही लागि चाहिँ यो यतिखेर चाहिँ मान्छेहरूले प्रायः जस्तो चाहिँ भेजिटेरियन आफूले सागसब्जी खाएर आफ्नो 1 महिनाको के भन्छ नियमहरू पालन गर्ने है। अनि त्यहाँदेखिको उसले अब नराम्रो निषेध खानपानहरू छ भने पनि त्यसरी निषेध गर्ने, त्यो हिसाबले त्यो सोचाइको कारणले गर्दाखेरि चाहिँ उसले चाहिँ के भन्छ शाखा दावामा चाहिँ नराम्रो काम चाहिँ पनि एकदमै अलिकति गरे भने पनि 1000 गुणा चाहिँ बढेर जाने रहेछ भनेर चाहिँ सोही हामीले चाहिँ राम्रो पुण्यको काम गर्दाखेरि चाहिँ फेरि 1000 गुणा बढेर जाने भएको कारणले गर्दाखेरि त्यहीलाई चाहिँ मान्छेले चाहिँ त्यतिखेर चाहिँ हानी ज्यादा जप्ने, कोरा ज्यादा गर्ने, गुम्बा वरिपरि धेरै कोरा गर्ने, स्तूपतिर कोराहरू धेरै गर्ने, कसैले लाख कसैले 10,000, नसक्नेले 108, यसरी कसैले फेरि अब के भन्छ म चाहिँ अब एकदम राम्रो व्रत जस्तो गरेर बेलुका खाना खाँदिनँ भनेर पनि आफ्नो आफ्नो हिसाबले अब उसले कसैले चाहिँ अब किन भन्दाखेरि पुण्य कमाउने एउटा जरिया अब त्यसरी अब धेरै नै पहिला एकदम महान सिद्ध पुरुष अब के भन्छ महागुरुहरू लामा गुरुहरूले पनि त्यसरी देखाइदिनु भएको छ, दर्शाइदिनु भएको छ होइन। हामीले सोही अनुसार नै हामीले नियम पालन गरेर उहाँले जसरी सिकाएको छ त्यसरी नै हामीले सिकेर जान्छ नि त होइन। त्यही हिसाबले चाहिँ त्यही लागि चाहिँ भुमग्युर दावा भनेको कारणले गर्दाखेरि चाहिँ हजारौँमा परिणत भएर जाने महिना भएको कारणले गर्दाखेरि चाहिँ के काम गर्दाखेरि पनि भुमग्युर दावा भन्दाखेरि चाहिँ 1000मा परिणत भएर जाने कारणले गर्दाखेरि तपाईँले सानो काम गरे तापनि, राम्रो काम गरे तपाईँले एउटा कमिला सानो मर्नु आँटेको छ पानीमा, अब त्यो यस्तो गरेर पानीमा एकदम मर्नु आँटेको छ त त्यो अब यो चाहिँ मर्ने रहेछ भनेर तपाईँको मनमा करुणा उत्पत्ति भएर, करुणा र माया दया तपाईँको उत्पन्न भएर त्यो कमिलालाई चाहिँ अगाडि गएर टक्कै टिपेर तपाईँले सुख ठाउँमा राखिदिनु भए तापनि त्यो पनि एउटा पुण्य हो फेरि अब है। अरू मान्छेलाई चाहिँ अब एउटा नानीले खेलेको खेल जस्तो देख्न सक्छ, तर त्यो सानो प्राणीको लागि चाहिँ एकदम ठुलो बाधाबाट बाँचेको चाहिँ एउटा बचाइदिएको चाहिँ एउटा ठुलो राम्रै पुण्य हामीले प्राप्ति गर्छ होइन। कसैले चरालाई दान दिने, कसैले अब दान पनि गर्छ, कसैले अब बेसी जस्तो चाहिँ ध्यानहरू चाहिँ अब कसैले गर्छ होला। ध्यान चाहिँ मैले ज्यादा गरेको जस्तो चाहिँ मैले देखिनँ, बेसी जस्तो त दान जस्तो गर्छ। त्यहाँदेखिको शील पालना गर्ने है, आफू पञ्चशीलभित्र बस्ने, अनि त्यहाँदेखिको आफू पञ्चशील बसेर आफूले पञ्चशीलको नियम पालन गर्ने हो, त्यसरी चाहिँ गर्ने। अब आफ्नो अब यो भुमग्युर दावा भएको कारणले गर्दाखेरि चाहिँ यसरी चाहिँ गर्नुपर्ने हो भन्ने चाहिँ अब मेरो चाहिँ एउटा मेरो मात्रै होइन, खासमा चाहिँ अब यो एउटा धर्ममा यसरी चाहिँ दर्शाएको छ। त बुद्ध जयन्ती र शाखा दावामा फेरि पनि त्यही टपिकमा आइपुग्दाखेरि चाहिँ बुद्ध जयन्ती र शाखा दावा भनेको बुद्ध जयन्ती चाहिँ खासमा चाहिँ बुद्ध जन्मेको दिन चाहिँ एकदमै त्यही तारिक परेको कारणले गर्दाखेरि चाहिँ यसरी मानिने चाहिँ एकदमै दुईवटा भएको चाहिँ त्यही लागि चाहिँ खासमा चाहिँ हो। अनि बुद्ध जयन्ती चाहिँ कि बुद्ध भगवान् जन्मिने चाहिँ त्यतिखेर चाहिँ तारिक भएको कारणले गर्दा त्यसरी मान्यता दिन्छ। तर कुनै पनि भुल त छैन यसमा पनि, यो चाहिँ नगर्नु त्यो चाहिँ गर्नु भनेर चाहिँ मेरो कुनै पनि यसमा चाहिँ सजेसन तपाईँलाई एउटा सुझाव चाहिँ छैन है। अब यो चाहिँ तपाईँहरूको माथि मैले छोडिदिएको छु। मैले मेरो भन्ने चाहिँ मेरो एउटा दुईवटा तिनवटा कुरा चाहिँ मैले तपाईँलाई सेयर गर्ने मेरो भइहाल्यो होइन। तर बिचमा चाहिँ अब तपाईँहरूले आफै के भन्छ यसमा चाहिँ अब छलफल गर्ने चाहिँ आफ्नै दायित्व जस्तो पर्छ है। शाखा दावा भन्दाखेरि चाहिँ फेरि सागा भन्दाखेरि तारा चाहिँ, अनि त्यहाँदेखिको त्यो नक्षत्रमा त्यो पृथ्वीमा देखिएको समयमा त्यो नक्षत्र एउटा बनिँदाखेरि चाहिँ त्यतिखेर चाहिँ भगवान् बुद्धले जन्मिडुम्बु भएको यो 4टा चिज अघि नै मैले भनेको जस्तै गरेर चाहिँ त्यही भएको कारणले गर्दाखेरि चाहिँ यसको मान्यता चाहिँ फरक भयो है। मान्छेको मान्ने फरक भयो, तर पनि फरक केही छैन। अब मान्छेको मानिने तरिका चाहिँ हो होइन, त कसरी जसरी मान्दा पनि हुन्छ। त शाखा दावा चाहिँ मूल चाहिँ एकदमै राम्रो मानिनु पर्ने कारण चाहिँ अलिकति चाहिँ धर्मावलम्बीको चाहिँ खासमा चाहिँ अब यो अलिकति जिज्ञासा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ त्यही लागि चाहिँ शाखा दावामा चाहिँ 4टै लीला चाहिँ सबै एकैचोटि यही महिनामा भएको भन्दाखेरि चाहिँ त्यसरी विश्वास अथवा त्यही हिसाबले चाहिँ हामीले मान्ने पर्ने चाहिँ एकदमै विशेष भएर जान्छ है।
अनि त्यही भएर चाहिँ हामीले चाहिँ शाखा दहमा बेसी पानी चढाउने, शाखा दहमा यो गर्ने, राम्रो काम गर्ने। अब सबैले राम्रो काम गर्छ, जान्ने मान्छेले राम्रो काम गर्छ, अब नजान्ने मान्छेहरूले फेरि जसरी सधैँभरि उसले गरिराख्नु भएको छ त्यही निरन्तर त्यसरी नै काम भइराख्नु भएको छ होइन। त्यसमा कुनै पनि अब मेरो भन्ने केही पनि छैन। मेरो चाहिँ मेन टपिक चाहिँ बुद्ध जयन्ती र शाखा दह चाहिँ मान्नुपर्ने चाहिँ कारण चाहिँ के हो भन्दाखेरि चाहिँ हो यसरी चाहिँ फरक छुट्याएर चाहिँ हजुरहरूलाई मैले एक दुईवटा कुराहरू यसरी सेयर गरेको छु। सायद राम्रो लाग्नु पनि सक्छ, नराम्रो पनि लाग्न सक्छ र आफ्नो टिप्पणी चाहिँ अब तपाईँहरूले सेयर गर्नु सक्नुहुनेछ र यसमा तपाईँले प्रश्नहरू पनि छ भने चाहिँ त्यसमा चाहिँ तपाईँले प्रश्नहरू मलाई सोध्नु सक्नुहुनेछ। ल सो धन्यवाद। अनि हजुरहरूको दिन सबै दिनचर्याहरू महिना साल राम्रो शुभ भएर जाओस् भनेर